राइड स्टार्ट हो भाई चाउचाउ छ होइन पानी पनि छ हुन्छ भाइ चक्लेटहरू लानुपर्छ कता यो बाटोबाट अन्तराजा गएको छु नि अनि अस्ति हामी अन्तराजाबाट फर्केको तपाईँ पनि जस्तो हामी चढ्ने डाँडा चाहिँ यो माथि देखिएको माथि हो ठ्याक्कै यो देखिँदै गरेको ट्याक्कै त्यही देखिँदै टुप्पो टुप्पो जस्तो छ त्यहाँदेखि माथि चाहिँ अलिकति अफरोड भिडियो चाहिँ दामी हल्लिन्छ होला यार अहिलेको हल्का हल्लिन्छ हो 0.6 मा गऱ्यो भने चाहिँ फेरि हल्लिँदैन नि यसमा अब सरप्राइज बाबा 0.6 Wow! Beautiful! यो अन्तराजा लास्ट तिमी र म आएको भनेको टिचरसँग आएको थियौँ हामी पानी परेको बेला त्यही हो हामी लास्ट आएको अनि हामी त्यस पछाडि गएको हो त उता त्यस पछाडि चाहिँ हामी लाग्यो लाग्यो अब कतिसम्म हिँड्नु थाहा छैन होइन उकालो चढ्दा हल्का नर्भसनेस भइहाल्छ खुट्टाहरू अलिअलि टाइट हुन थालिसक्यो हामी त हामी सोलो भनेर सोचिरहेको स्कुलले ल्याएको रहेछ हामी सानो हुँदाखेरि यसरी ल्याउँथ्यो भने अति मजा हुन्थ्यो नि ल्याउँदैन थियो कहीँ माथि स्कुल अहिले त यो स्कुलको स्टुडेन्टलाई लिइरहेको छ हौ बाबा हाइकर्सहरू यसरी हिँड्छन् होइन सुई सुई सुई
म चाहिँ अलिकति न्युबीहरू परे कि सो म चाहिँ अलिकति रोकिँदै जान्छु ठ्याक्क कहाँसम्म पो ठाडो छ हौ बाबा यहीँसम्म होला होइन यो ठाडो त उकालो हेर्नु हुँदैन र के बाबा किन उकालो नहेरी चढ्दाखेरि सजिलो लाग्छ अरे जानुभन्दा टिभी जानुभन्दा अगाडि के त्यो झर्नाहरू रातसँग बढी आइन्थ्यो अनि 14 चोटि त अन्तरा जाने आएको छु यससँग 15 चोटि हुन्छ पोखरी 12 चोटि तिमी त के हो भने 12 15 यहाँदेखि चाहिँ अब अफरोड आउनु नबनाएको ठाउँ आयो अब हिउँ पर्नु लागेको हुन्छ अनि त्यो होमस्टेको मान्छेले चाहिँ के भन्यो भने हिउँ पऱ्यो भने चाहिँ नआउनु भन्यो क्या यो त परिहाल्छ किनभने होमस्टेको मान्छे नै माथि गएन भने त हामी गएर के गर्ने त्यही त कहाँ बस्ने पकाएर खानु पर्यो फेरि चिसो भान्जालाई कुरा राख्यो अनि म जाँदिनँ तिमीहरू अहिले नै गइहाल भनेर पठाइदिनु भएको ए गइसक्यो आज कति 20 डिग्री होइन हिँड्नु होला आज ए बाबा दिवसलाई पछ्याउनु खोजेको पछ्याउनै गाह्रो भयो त मलाई त सोल्टी खतरा हिँड्ने भएको रहेछ है सो बाटो चाहिँ पुरै यस्तो छ है खत्तमै एकदम ओह्रालो यही ओह्रालो उकालो त्यहाँ दिवस हिँड्दैछ सिनेमेटिक सट भनेर कसरी भन्नु बाटो चाहिँ यो ठाडो ऊ त्यहाँ माथि चाहिँ बस्ने ठाउँ छ क्यामेरा छोडेको हो कि ती लगाएकै हुन्छ त्यो स्ट्यान्डहरू तपाईँहरूको हो कि ती हुन्छ अन्त यो फोटो अनि फेरि भरे मलाई कन्ट्याक्ट गर्नु माथि नै जाँदैछ ओके ल त यार यो डाँडा कहाँ चढेर म मर्दिनँ अरे झऱ्यो तर यहाँ झऱ्यो भने त मरिन्छ होला है
के छ नाम? मेरो नाम दिपेश तामाङ उर्लारीको रोमान्टिक भाइ भनिहाल्नु होला दिपेश मोक्तान छ फेसबुकमा रोमान्टिक भाइ हो नि फेरि यहाँ ल पर्दा खतरा हुन्छ नि फेरि उलारी हो नि फेरि चलबल छ हैन चलफल खतरा हान्छु म फेरि बाबे हाम्रो पहिलो स्टप त आइयो त ज्याकेट छोडेको ठाउँ यु रिमेम्बर कम अन अलिकति क्लिन भएको भए त बाबे अस्ति कस्तो भएको भए त क्लियर देखिन्थ्यो होला परसम्म ठिकै छ अब लगभग क्लियर हुँदैन हौ बाबा यो जाडो लाग्यो आउँदो रहेछ यार अब भन्दा यस्तो दामी बिन्दास लाइफ जिउनु आनन्द छुट्टै जग्गामा बाँदर बाटो भने गेडा चेप्छ है भाइ दाइ गेडा त चेप्दैन हो अहिले त यहाँ बाउ भन्नै छ अझै म त गएको ल दाइ फोन आउँदा इरिटेट भएको दाइ खतरा खिच्नु ल अब म माथि पुग्छु डाँडामा ल कुदो भाइ कुदो फेमस हुनु परेन माथि बस्दै खाउँछ बहिनी माथि डाँडामा फोटो राम्रो आउँछ नि त यहाँ हेर्नु यहाँ फुच्चेहरू यो हिँड्नु नसक्नेहरू म यस्तो दामी मुगली पारामा हिँड्छु कि एक्लै ए हिँड्नु नसकी नि हिँड्दैछु अनि यहाँ हेर्नु हाम्रो गिटारिस्ट सर होइन एचएम पढाउने फेरि तर गिटारिस्ट बनिँदै हुन्छ के भन्नु हो अब म थियो भने त एचएमबाट अस्ट्रेलिया जाने मुडमा छु अब डिपेन्डेन्टमा कोही जानुहुन्छ भने भनिहाल्नु होला दिपेश मोक्तान छ फेसबुकको नाम रिक्वेस्ट पठाएर लानु भन्नु पनि सक्नुहुन्छ म लान्छु अब सक्यो भने तपाईँ हल्का खर्च हालिदिनु अगाडि स्टार्टिङमा अनि म तपाईँलाई लान्छु डिपेन्डेन्टमा हङकङ जाने कि अस्ट्रेलिया भन्दै हुन्छ अनि यो मोटी हेर्नु न हौ यो मोटी त हिँड्नै नसक्ने काम चोरहरू छ यी रुन्नै खोज्छ म एक्लै यस्तो माथि हिँड्छु मिहिनेत गर्छु यहाँ यस्तो छ ठाउँ बेरोजगारी गर्दैन बोयफ्रेन्ड आउँदा मात्रै फाइदा हो नत्र यता एक्लै आउँदा म जस्तो बेरोजगारी हुनुपर्छ यसरी भिडियो बनाउँदा यहाँ अन्त डाँडा काँडा कस्तो राम्रो छ चट्ट केटी ल्यायो फोटो खिच्यो भिडियो बनायो कस्तो फिल आउँछ हामी जस्तो सिङ्गलहरू त रुँदै बस्नुपर्छ हौ पसिनै झरिसक्यो आम्म अब यहाँ केटीहरू आउँदैछ हेर्नु होला म कस्तो दामी गफ हान्छु तर सर छ कि अलिकति बिल्ला हुन्छ क्या सर स्कुलमा फेरि वान्टेडमा राखिदियो भने फेरि लास्ट वार्निङ दिइसक्यो जाने मसँग जाने भन्दै जाने हो त लान्छु देख्नुहुन्छ यस्तो काले भएपछि कोही केटीले हेर्दैन क्या यो बुच चढै हो यो भाइ चाहिँ होइन बुच खाएर मैसँग हिँडेको तर म चाहिँ फ्रेसमा छु तर यो भाइहरू लास्ट चार्जमा छ हेर्नु होला यो चाहिँ मेरो जिग्री र पार्टनरहरू हो क्या दुईजना यस्तो मिल्छ तर अरू कोही मिल्दैन यो फुर्बे त झन् कुट्नै मात्रै खोज्छ क्या मलाई जहिले अहिले नि कुट्नु खोज्दैछ यस्तो बाँदरलाई नदिनु न फुटाइदिन्छ अहिले यो फुच्चे धेरै बोल्दैछ कि बुच खाएर अनि यहाँ म चाहिँ यस्तो टक्क दामी त्यहाँ हाने सेतो पनि छ त्यहाँ चाहिँ प्रिन्ट हानेको क्या मान्छे त्यहाँ मरेर धेरै हाम्रो सर आउँदै हुन्छ यस्तो पानी बोकेर फेरि यो काम छैन यो स्कुलको केटीहरू यहाँ यो फुच्ची काली छ नि यो फेरि तर गोरी आउँछ आइफोनबाट चाहिँ फेरि मैले त अघि भन्छ क्या म त कालो छु भनेर हो र धिमाली काली हुन्छ र भन्दा त केही शब्द धिमाली काली नै हुन्छ हो हेर न कस्तो सक्दैन है यस्तोसँग त मलाई त तर तामाङनी नै चाहिरहेको छ म त तामाङनी मात्रै खोज्छु नि फेरि धिमाली त काली हुन्छ भनिसकेर भनिसक्यो ल्या धिमाली पाएर नि छोडिदिएको हो क्या यति कुरा चाहिँ बुझिराख न धिमाली केटीहरू कति पायो धिमाली त पाउनु पनि
पर्यो नि त भाग्यले हुनु पर्यो नि त होइन भाग्यले अरे भाग्य यहाँ हेर न निधार नापेर हेर धिमालीको उयो तर मेरो घाउ भइसक्यो छ यार नाम सोनु कति राम्री छ है डिस्काउन्ट पनि पायो सोनु लिम्बू हो फेसबुकमा नाम टक्क गफ हान्न नि पायो केटा अनि उसको नाम त थाहा भएन फेरि है कालीको कालीहरूको नामै हतपत थाहा हुँदैन अनि हाम्रो सरको नाम चाहिँ रविहरू क्या यो चाहिँ हाम्रो स्कुलको राम्रो केटीहरू डिस्काउन्ट पाउँदा हुन्छ सोनी लिम्बू र अर्को खोइ नाम चाहिँ थाहा भएन है फेरि यो चाहिँ कृष्ण श्रेष्ठ डिपेन्डेन्टमा उसलाई लन्डन लान्छ अरे कसले अब खोइ हामीसँग त जानु खोज्दैन अस्ट्रेलिया अब हाम्रो सर आउनुभयो भर्खर हिँड्दा पातलै हुनु भइसक्नु भयो सर मोटाउनु पर्छ है यतिको भनेको जाडो महिनामा देखेँ हो खै यो हिँडाइ चाहिँ के हो हिँड्नु चाहिँ अलि हिँडिन्छ ग्याप भयो भने सकिँदैन After 3 years, I have finally came to Angaraja once again. It is my 15th time. But yeah, I'm enjoying. I'm enjoying the what do we say? I'm enjoying the hike. Yes, Very yes. much. But yeah, it is difficult for me because it has been a long time that I haven't walked like this. So how are you feeling, Divas? I'm also feeling Good. same vibes. जङ्गल छ है पुरै पहिला त मान्छेहरू आइरहन्थ्यो घारी नै घारी भएको छ यार तर यो घारी यस्तो भयो नि बाबै थाहा हुँदैन क्या बाटो कस्तो छ अनि गलिँदैन पनि क्या फेरि ल माथि छ अब कति किलोमिटर डेढ यो यस्तो कटेपछि त्यहाँ सिधा सिधा 2 किलोमिटर अनि हामीलाई 1.5 किलोमिटर भन्दा 200 मात्र 630 कति यो उकालोले गर्दाखेरि पानी छ नि अँधेरी झर्ना 1 घन्टा चपेटी पनि पुग्ने रहेछ बाबेले मलाई छोड्दिएको हो कि अगाडि नै गएको हो कि बुझ्नै सकिनँ हौ हेर्नु होला म यहाँ आइछु यो बन्दरनी हेर्नु न हौ यहाँ यो बन्दरनी गर्छ के गर्छ राम्री छ के गर्छ अब त बाहिर छु त बाहिर पनि स्कुलबाट आएको नि फेरि ल्याङ मैले गर्लफ्रेन्ड त चाहिन्छ नै चाहिँदो रहेछ भनेर मैले बुझेँ क्या आज आएर ओ यहाँबाट त फोटो खिच्यो भने त यस्तो गोरो आउँछु कि म बाबे चाहिँ अघि सुटुक्क हिन्दी राखेको छोडिदिएर आइपुग्यो भने ओके तर यहाँनिर भन्नुपर्दाखेरि खुल्ला भएको मौसम त्यो चाइनाको त्यो एउटा पहाड देखेको छु डाँडा मिलेको छ नि यो भाग त्यस्तै देखिन्छ क्या तर अहिले चाहिँ यो कुहिरो लागेर चाहिँ देखेको छैन हामी अलिकति लेट जस्तो लाग्यो लेट त के भन्नु लेट भन्दा नि यो अलिकति टाइमिङ राम्रो भएन डे राम्रो भएन क्या 5-10 दिन अगाडि त बाबे उज्री थियो नि त्यति बेला आएको थियो भने चाहिँ भ्यूहरू चाहिँ मजाले देख्न पाइन्थ्यो दिवस यहाँ यसो फोटो खिचिँदैछ दुईजना आउँदिन भन्दै थियो आयो
सबजना सब्सक्राइब हाल्नुहुन्छ फेरि सेक्कै भेट्छ नि फेरि एकचोटि हेर्नु यो त मेरो जिग्री र पार्टनर हो कि त्यही पनि तर म मिल्छु क्या माया गर्छु लास्टै हो र होइन होला हरू छ यहाँ पछाडि यिनीहरूले नै हो क्या मलाई बुझ्को आएर बिगारेको अहिले भर्खरै मातेर आएको मोहनी लाग्ला है गाउँलेको डाँडा पाखा काँडा राको बिजुरे मोहनी छाछा मोहनी यस्तो दामी डान्सरहरू हुनुहुन्छ कि तर म चाहिँ सक्दिनँ कि डान्स हान्नु हामी उहाँदेखि हेरेर आएको यो रमिता हेर्नु आएको क्या तर खोइ डान्सै गर्ने कोही राम्रो केटी नै छैन कि तर मैले माया गर्ने केटी दमकमा पर्छ र मात्रै हो कि नत्र त अङ्गालो मार्दै आउँथ्यो यिनीहरूलाई त घाँस पनि दिँदिनँ क्या म माई गर्लफ्रेन्ड इज माई बेस्ट यिनीहरू सब कालीहरूलाई त हेर्दा नि हेर्दिनँ क्या हेर्नु न काली नै काली छ तर म नि काली छु तर दिलवाले छु क्या दिलवाले अन्डर आजदेखि निस्केको यहाँ एउटा टिकटक पनि चलिरहेको छ भाइ हेलमेट ल्याऊ त हेलमेट हेलमेट लिएर आऊ त जाऊ यो झन्डै बिर्सिदिरहेर हेलमेट म त बाई भन्नु नि सक्दिनँ जान्नै मन छैन कि फाइनली वी आर ब्याक टु ब्लग अब यहाँ हेर्न डाँडा काँडा त कस्तो दामी म त गोरै देखेँ यार यो त मलाई जहिले ल्याङ मात्रै गर्न छ बाटोमा अब त्यो काँस घारी छ त्यहाँनिर कहाँ देख्ने अगाडि नै अब घरको रुम खाली हान्यो क्या Done and dusted, guys. Tata Rancho. टाटा यार See you very soon. See you soon. नेक्स्ट टाइम Until next time, guys.